आज म तपाईहरुलाई एउटा इन्ट्रेस्टिङ ट्रिकको बारेमा भन्छु ल। अनि त्यसको नाम चाहिँ 5 सेकेन्ड रुल। अनि यो चाहिँ एउटा मोटिभेसनल स्पिकर मेल रबिन्स भन्नेले चाहिँ पपुलर बनाएकी थिइन् र उनले यसको बारेमा किताब पनि लेखेकी थिइन्। कुनै बेला उनको लाइफमा धेरै समस्याहरू आएको थियो, जस्तै कि फाइनान्शियल प्रब्लम हैन, करियरको तनाव, कहिलेकाहीँ त जबलेस पनि भइन् र हुँदाहुँदै उनलाई त बिहान उठ्न समेत गाह्रो भइरहेको थियो। अनि एक दिन उनले टेलिभिजनमा चाहिँ रकेट लन्च हुन लागेको काउन्टडाउन देखिन्। 5 4 3 2 1 बुम, रकेट लन्च भयो। अनि उसको दिमागमा एउटा आइडिया आयो। अनि भोलिपल्ट बिहान उठ्न गाह्रो हुँदा उनले त्यही सम्झेर चाहिँ 5 सेकेन्ड्स काउन्ट गरेर चाहिँ जुरुक्क उठेर आफ्नो काम सुरु गरिहालिन्। अनि उनलाई के रियलाइज भयो भने नि, कुनै काम सुरु गर्नु छ भने गरिहाल्नुपर्छ रे क्या, नत्र भने हाम्रो दिमागले धेरै एक्सक्युजेसहरू बनाउँछ। आज गरौँला, भोलि गरौँला, पर्सि गरौँला हैन। अनि त्यसैले कुनै राम्रो काम सुरु गर्नु छ भने 5 सेकेन्ड्स काउन्ट गरेर सुरु गरिहाल्नु रे है। अनि एउटा भनाइ छ नि, सफलता चाहिँ ठुलो मोटिभेसनबाट हैन, एउटा सानो एक्सनबाट चाहिँ सुरु हुन्छ रे त। चेयर्स।